Hi guys, this is me your girl Anisha Chhetri. आज म vlog बनाउन आँटेको छु because म कहीँ जाँदैछु अन्त त्यो चाहिँ म बादमा बताउँछु म कहाँ जाँदैछु भनेर. So I'll be going to upload a vlog today. So I hope you guys will like it. Stay tuned. She's ready to go. Your girl is ready to go. हामी दुईजना चाहिँ निस्केको अब तर कहाँ गएको हामीलाई थाहा छैन. We'll see you at the destination point. मेरो भाइसँग चल्देको घुम्नु तर डेस्टिनेसन चाहिँ हामीलाई थाहा छैन हैन. हामी जान्छ सिधै जहाँ पुग्छ अनि हामी फोटो खिचेर आउने हो. And we'll show you guys. Stay tuned. गएको हामी चाहिँ no destination. No destination घुम्नु का. Stay tuned guys. मेरो भाइलाई मेरो चाहिँ आज मजा छ. पैसा चाहिँ गोजीमा मात्रै छ. दुईजनाले डिसाइड गर्यो नोकडाँडा जाउँ भनेर. तर त्यो गएकै प्लेस हो बट स्टिल अब पानी पर्ला जस्तो भयो. अन्त फर्स्टमा हामीले सोचेको थियो कहाँ जाने डेलो जाने भनेर सोचेको थियो तर पानी पर्यो त्यही कारणले अब ढिलो पनि भयो. आउनु फर्किनु टाइम लाग्छ भनेर चाहिँ हामीले अब चाहिँ डेस्टिनेसन पोइन्ट बनायो जो चाहिँ हो नोकडाँडा. सो वी आर गोइङ नोकडाँडाको सानो भ्लग बनाउँछु हामी दुईजना होइन. सी यु एट नोकडाँडा भन्दा पनि बाटोमा पनि इफ दामी कुराहरू देख्यो भने आई क्याप्चर अनि त्यो पनि म भ्लगमा लगाउँछु. अहिलेको लागि चाहिँ डब्लिङ पनि जाने. डब्लिङ पनि स्काई वकहरू त्यहाँनिर. आई नेभर वेन्ट टु डब्लिङ. स्काई वक गरेको छैन अन्त स्काई वक पनि गर्ने. हो आइ एम सो एक्साइटेड आफ्टर मेनी डेज बाहिर निस्किँदैछु. अलिक लङ टुरमा जाँदैछु. आई एम भेरी मच एक्साइटेड. Where is Rainford Mountain? How is it outside? रेनको चाहिँ बोक्नु नेसेसरी छ बाइकमा ट्राभल. बाइकमा राइड गर्दाखेरि अब पानीको टाइम हो. समर हो. समरमा चाहिँ पानी पर्छ. रेनकोट चाहिँ नेसेसरी हो. अन्त रेनकोट चाहिँ झोलामा बोकेको छ हाम्रो साइडमा. झऱ्यो भने चाहिँ बिचो यस्तो छ है हाम्रो बाटो चाहिँ. यो चाहिँ हाइवे हो नयाँ बनिएको. यतातिर चाहिँ तपाईँहरू आउनु सक्नुहुन्छ राइडमा. राइड गर्नुको लागि एकदमै दामी बाटो छ. सो अब हामी चाहिँ एन्टर गऱ्यो कफेरमा. कफेरलाई चाहिँ अर्को लोले गाउँ पनि भन्ने गर्छ. दिस इज कफेर लोले गाउँ. बोर्ड रहेछ के अरे तिमी त रातो छ त अन्त. म चाहिँ पुरा टुरिज्म चल्छ हो त्यही कारणले. दिस इज कफेर. यहीँनिर चाहिँ पहिला नि त्यो मुभीको नाम त याद भयो. दर्पण छायाको पनि सुटिङ भएको थियो अरे यहाँनिर यो ठाउँमा हो. यहाँ चाहिँ टुरिज्म एकदम चल्छ. टुरिस्टहरू पुरा आउँछ घुम्नुको लागि. अनि उनीहरू पनि फोटो क्लिक गर्दैछ. इफ आई जुम यु क्यान सी. पानी पनि पर्नु थाल्यो हो. सिमसिमे पानी त बब्बाल दामी भयो. कपाल बिग्रिने रहेछ मेरो. हामी गएको स्काई वक. सानो रहेछ सानो. ए मेरो पार्टनर इन क्राइम राइडर. एन्ड हामी चाहिँ पुरा भिजिसकेको पुरा पानीले चुट्यो त. फेरि यहाँ पानी छैन त नि. ओके दिस इज हाउ इट लुक्स. कहाँ देखाउनु पर्छ यो चाहिँ. पिङहरू पनि रहेछ. अरू मान्छेहरू पनि आएको रहेछ. सो यहाँबाट चाहिँ इट लुक्स लाइक दिस. 360 डिग्री मा देखिन्छ. यो हेलमेटको त्यसले त. ए हाम्रो बाबाले पनि यहीँ बसेर फोटो खिचेको थियो. एउटा फोटो छ. 1 2 3 गो. 40 रुपियाँ तिरेर यति हिँड्नुको लागि. यहाँदेखि कति मिटर छ? 2 मिटर टक.
टक 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 Finished. फिनिस अझै 40 रुपियाँ अलिक हामी उयो गरिहालौँ टक 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 निकै पर्छ त टक्कै ठुलो माया ठुलो माया ठुलो माया रहेछ यहाँ चाहिँ उता झन् ठुलो मेरो फ्यान्सहरूको लागि उता झन् ठुलो माया रहेछ हामीले हल्का यहाँ आएर पिङ पनि खेल्यौ है तपाईँहरू नआउनु र तपाईँहरू आउनु होला पिङ खेल्नु खालि टिकट 20 रुपियाँ मात्रै हो 20 रुपियाँमा अघि स्काई वक देखाएको छु मैले 40 रुपियाँ पऱ्यो दुईजनाको चाहिँ बट इट इज ग्रेट है यस्तो सानो जग्गामा यतिको अब मान्छेले गरेको हो नि मान्छेहरू पनि पुरा भिजिटमा आउँदो रहेछ भिजिट गर्नु आउँदो रहेछ त्यही त सब कुछ सफा देख्दो रहेछ क्यामेरामा है सबै छ तेरो जुत्ता वान इज एडिडास वान इज नाइकी अब चाहिँ हामीले फाइनली प्लान गर्यो वी आर गोइङ टु गो फर नोकडाँडा पानी उग्रियो अनि इट फिल्स गुड नाउ वी आर गोइङ फर नोकडाँडा नोकडाँडा बोटिङ गर्ने हो होइन मेरो पैसाले अब चाहिँ हामी बुधबारे आइपुग्यो मेरो भाइ पनि बुधबारे हाई स्कुल पढेको होटेल हो बुधबारे हाई स्कुल पढेको अन्त यो चाहिँ बुधबारे हो सानो जग्गा छ तर यहाँनिर बजारहरू लाग्छ स्कुलहरू राम्रो राम्रो छ इट्स कल सेरिकल्चर तर पनि बुधबारेको अन्डरमै आउँछ नि त होइन बुधबारे हाट लाग्छ यहाँ तल चाहिँ एभ्री वेडनेसडे द्याट इज वाइ इट इज कल बुधबारे हाट कि डब्लिङको ब्रिज ठुलो ब्रिज स्कुल सकेर त कहाँ बस्दैछ पहिला हेलो पिपल हामी चाहिँ नोकडाँडामा फाइनली आइपुग्यो अब अलिकति तल जानुपर्छ के भन्छ त्यो जग्गालाई नोकडाँडै भन्छ अरे त्यहाँनिर त्यो लेक छ है लेक सानोबट्टे तर हामी आइपुग्यो नोकडाँडा फाइनली वी आर एट नोकडाँडा आइपुग्यो अब हामी पैदल हान्दै यहाँनिर चाहिँ हल्का बोटिङ गर्नुपर्छ हो बोटिङ गरिरहेको छ मान्छेहरू सोध्न जाँदा है राहुल टिकटहरू के हो कसो हो सबै भिजो छ मेरो त बोटको तलै हो होइन हौ यहाँ चढ्ने जाने ओर्ने बाइक राख्ने पर्छ के हो टिकट पनि काट्यो 50 रुपिज है तिनटाको बाइक राखेको यसको अन्त मेरो गरेर चाहिँ 50 रुपियाँ लिइहाल्यो 30-40 अब तिम्रो टर्न ले मेरो ज्याकेट देखिरहेको छ ले हो म गाइस म त्यो चाहिँ लु त होइन लु छैन त्यो राम्रै छ टक्क अब टक्क हिँड्न मजाको उद्यान है वाउ कस्तो लडाइ पर्दो रहेछ नि enjoying the view मानि जान्दैन यो केटाले मेरो फोटो खिच्नु पनि जान्दैन हो केटा चाहिँ यतिको ह्यान्डसम छ फोटो किन छ मेरो ए माई फोटो आई वान्ट माई फोटो उयो रिल्स बनाऊ रिल्स म नि सिक्नु पर्यो रिल्स बनाउनु होइन अन्त राख्ने जग्गा हुनु पर्यो नि त एकछिन हामी चाहिँ रिल्स बनाउने कि अब नाच्नै जाने भयो अब यसरी नै नाच्नु पर्दैन म तँलाई सिकाउँछु नि कुन चाहिँ बनाउनु पर्छ बोटिङ हामी गरिदियो हो मेरो खुट्टामा बिहान मैला भयो एकछिन म राखिहाल्छु नि नकुदा त अब कुदा यता घुम यता 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 ड्राइभर म चाहिँ पेसेन्जर हो बजाइ त उही छ त अनि दिस इज द भ्यू मजा आइदियो एकदम पैसा चाहिँ तिर्दै छैन हामीले पैसा चाहिँ तिर्दिएको छैन हो सरासरी लाग्दिनु नि सरासरी यहाँबाट साइड राखिन कति राउन्ड हो खेल्नु बस्दा पनि पानी आयो भने चाहिँ
Nobody promised to नरोक न एक्सिडेन्ट हुन आँट्यो एक्सिडेन्ट हुन आँट्यो हेलो ओइ बोटिङ गर्न आएको बोटिङ गर्न साइकल सिक्छ त यसरी बोटिङ गरिसक्यो अब गल्यो गल्यो भोक पनि लाग्यो भोक पनि लाग्यो अब घर फर्किनुपर्छ है जानुपर्छ 70 रुपियाँको बोटिङ गऱ्यो हामीले फेरि पानीले कुर्छ बाटोमा पानी उता त आउँदै होला नि रेनकोट हरायो होला बाइकबाट ओइ त्यसो नभन् न कसले लान्छ लाँदैन राहुलले 1-2 फोटो चाहिँ खिचिदिनै पर्छ मेरो राम्रो म नआउँछ जाँदिनँ घर जाँदिनँ आइफोनले त राम्रै निकालेको छैन पनि म मेरो Hi guys, the thing is मेरो ब्याट्री चाहिँ तुर्न आँटिसक्यो मेबी योभन्दा अगाडि म भिडियो बनाउन सक्दिनँ घरमै गएर भेट्छु होला हो सो आजको टुर यतिमै खतम एन्ड गर्दैछु अनि 1-2 फोटोज खिच्छु होइन यसले खिचिदिन्छ सो आई मिट यु एट होम बाई बाई अनि लास्टमा चाहिँ मैले हेलमेट चेन्ज गरिदिएको नि यता हेर्दा क्या दामी मलाई पनि दामी देख्यो होला अब चाहिँ निस्किन आँटेको नोकडाँडाबाट टक्कै बाटोमा आउँदा आउँदै त्यो फुलहरू देखेँ भित्तामा थियो आई लाइक इट अन्त मैले टिपेर ल्याएँ इट इज सो ब्युटिफुल दिस इज फर माई फलोवर्स ब्युटिफुल फ्लावर्स and beautiful me and my beautiful brother finally at home बाटोको अलिअलि भिडियोजहरू बनाउन पाइनँ बिकज मेरो फोन स्विच अफ भयो चार्जर सकेर अनि घरमा आएर चाहिँ जस्ट अलिकति चार्ज गरेर चाहिँ यो भिडियो बनाएको अन्त तपाईँहरू लाइक सेयर अनि सब्सक्राइब गरिदिनुहोस् होला अनि यसरी माया दिइरहनुहोस् होला तपाईँको छोरीलाई अनि साथी जे भन्नुहुन्छ तपाईँहरू त्यही भन्नुहोस् बाई बाई